नमस्कार, म सञ्जय राजवंशी। विराटनगरको यो धरान रोड हो र यो धरान रोडमा विराटनगरको बरगाछी चोकदेखि जोगबनीसम्मको बाटो उबड खाबड र जर्किन रहेको अवस्था हो। पहाड जस्तो छ भने कहीँ तराईको समतल जमिन जस्तो रहेको बाटो छ र बाटो समतल हुनुपर्ने ठाउँमा बाटो यस्तो यो अवस्थामा रहेको छ। कहीँ तल कहीँ माथि यो अवस्थामा रहँदाखेरि दुर्घटना हुने सम्भावना बढेर जान्छ, दुर्घटना अत्याधिक हुन्छ भन्ने कुरा तपाईलाई जानकारी होला। यो तपाईले विराटनगर कहिले पनि आउनुहुन्छ भने विराटनगरको धरान रोड आउनुहुन्छ भने बाटो यो अवस्थामा रहेको भन्ने कुरा तपाईले हेर्न सक्नुहुन्छ। यो बाटोको समाचार हामी पहिला पनि बजाएका थियौं र अहिले पनि यहाँ देखाइरहँदाखेरि अत्याधिक ओभरलोडिङको गाडीहरू चल्दाखेरि यो बाटो चाहिँ कहीँ माथि र कहीँ तल रहेको अवस्था हो र समग्र रूपमा हेर्यो भने जोगबनीदेखि विराटनगरको बरगाछीसम्मको बाटो यही अवस्थामा रहेको देखिएको छ र समग्र रूपमा हामी के भन्न चाहन्छौँ भने यही बाटोको कारणले, बाटो यही अवस्थामा रहेको कारणले विराटनगरमा यो हाइवे सडकमा दुर्घटना समय समयमा भइरहेको अवस्था। यदि माटोलाई सोइल टेस्ट गरेर, माटोलाई परीक्षण गरेर र यो क्षेत्रलाई, यो ठाउँलाई अध्ययन अनुसन्धान गरेर यदि राम्रो तरिकाले बाटो बनाएको भए बाटोको अवस्था यो हुँदैन थियो। र अर्को कुरा के हो भने यो आइसिपीबाट ओभरलोडिङको गाडीहरू यसरी यो बाटोबाट गएर जाँदाखेरि आज यो बाटोको अवस्था यो अवस्थामा रहेको छ र समग्र रूपमा यो धरानको बाटो 10 टन भन्दा बढी लोड गरेर हिँड्न नपाउने व्यवस्था त्यसको क्षमता रहेको छ। तर यो बाटोमा हेर्दाखेरि अत्याधिक ओभरलोडिङ भएको गाडीहरू चल्दाखेरि आज यो बाटोको अवस्था यो अवस्थामा रहेको छ। दुर्घटना हुन्छ, समय समयमा विभिन्न दुर्घटना हुन्छ, कतिजना मान्छे दुर्घटना भएर मृत्यु भएको पनि अवस्था हो र समग्र रूपमा हामी यति भन्न चाहन्छौँ आज यो बाटोलाई राम्रोसँग बनाइएको थियो भने सायद बाटोको अवस्था यो रहँदैन थियो भन्ने कुरा बुझ्न एकदम जरुरी छ। म क्यामेरामा साथ दिइरहनु भएको निरज कुमार शाहसँगै म सञ्जय राजवंशी बिदा चाहन्छु।